ल हेलो साथीहरु स्वागत छ आजको हाम्रो भिडियोमा। आज फेरि हामीले नयाँ खानाको साथमा आइसक्यौं फुपू बदै। आजको खानामा चाहिँ राँगाको मासु, कोदोको ढेँडो, चामलको भात छ यहाँ, गोलभेडाको अचार। यो चाहिँ बेथुको साग छ। ल अब चाहिँ सुरु गर्छौं है। सुरु गर्छौं है। ल गाइस सुरु गरे। यो यहाँ हाल्ने ढेँडोबाट म चाहिँ ग्रेभी हाल्छु। उसलाई चाहिँ हतार भएको छ खाएला। बहुत झर्यो। दामी छ। दामी छ। मजा अब यहाँ देख्न मन लाग्छ। यो चाहिँ ढेँडो चाहिँ त्यो भातसँग अलिकति भातमा मस्काउन सजिलो हुन्छ भनेर भातमा हालेको है। यो चाहिँ भात खाएला भात। ल फर्स्ट बाइट। फर्स्ट बाइट पनि दिइसक्यो। बेथुको साग दामी नि। बेथुको साग र ढेँडो भात मिसाएर खानुपर्छ। यसरी यसो चोप्ने। ल्याएन हो यसमा हाल्छु। ल हड्डी पनि अलिकति करङ ल्याएको थिएँ। वाह बेथुको साग पनि हाम्रो त महँगो है, पाउकै 30 रुपैयाँ। यो राँगाको मासुसँग मकैको ढेँडो कति मिठो हुन्छ है। कुरो कसरी हुन्छ हैन। कस्तो दामी भएको छ है तातो तातो। वाह राँगाको मासुमा यसरी झोल हाल्यो भने चाहिँ मलाई गाउँको याद आउँछ क्या है। अहिले चाहिँ हाम्रो गाउँमा पाउने त्यो बेलचन्डा हालेर बनाएको दामी छ। यो चाहिँ कचौरामा चोपेर खानु मनपर्छ नि। वाह अस्ति हाम्रो गाउँमा छ रिदिमाहरूको गाउँ बस्नु जाँदा यस्तो कोदोको ढेँडोसँग कुखुराको मासुसँग मिठो हुन्छ नि। हाम्रो गाउँको फेरि त्यसै मिठो हुन्छ है। रातो माटो भएर कि माटेर के भएर रातो भएको होला है। अनि हाम्रो गाउँको एउटा रात माटेर माटो कति रातो। गाउँको नामै रात माटे माटो पनि कति धेरै रातो। यम्मी है। दामी भयो। खन्ता पनि मिठो छैन त हो। पर्लै मिठो। यो खुर्सानी चाहिँ मलाई डिस्टर्ब गर्यो। साइडमा यहाँ खान्छु यो। ल वाह म त पहिला यो ढेँडो है खाना नआएर चपाउँथ्यो भने कस्तो मिठो पर्ला मिठो।
सक्यो ढेँडो कतिजना खायो डाडो त दिनु हाल्दिनु मेरो पनि ढेँडो सक्यो डाडो दिनु अन्त हड्डी राखेको छु सेकिन से खाइरहेको छु त अनि धन्नै छ त हड्डीहरू छ पनि सबै हड्डी मात्रै छ से मासु मासु खानु हड्डी मोटो dan ini lagi गाउँमा पाइने जस्तै ल्याएको हड्डी पार मासु कलेजो Không bỏ chân Bầm Mắm Nugget Ambil sakit
सँगै सक्यो ल एकदम मिठो भयो भाइ भनौँ न त सुप चाहिँ पिउँ न हड्डी कुटीहरू छ गाइस आज चाहिँ हाम्रो धेरै मिठो भयो ढेँडो र भात उहाँको मासुसँग लास्टै मिठो भयो भात ढेँडो र भात आजको भिडियो हाम्रो के कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सिनु होला भन्दै अनि हामी यति भन्दै बिदा लिन चाहन्छौँ बाई